ड्यामीसँग ओमीको भविष्य ओमीको लागि लैको जानको जुन गरे छोरीको युथमा अहिले आत्मा अहिले फ्याट छोड्या छ दिनेशले दिनेशलाई चाहिँ सम्बोधन गर्न साइन गर्न सही हुन्छ बुवा सरा दिनेशहरूको जबरजस्ती बुवा मैको नि एजङ कान एजङ चोखे नामको पर्नाको वाङलो फ्योरे सुन्दै दिनेश अब यसो स्कुलमा भन्न काटिदिएछ नयाँ नयाँ क्लाससँग कक्षामा चलाउँछ जोइन पर्छ मिल्ला पोदमालो मान्दा अब गन्दी दुःख जान्छ पढ्दै दिमा दापा ड्यामीसँग ओमीको भविष्य ओमीको लागि लैको जानको लैको ओमी पालाङ भ्याएपछि तपाईँलाई म यसो सल्लाह सल्लाह गर्दैछु apa यसो क्या जस्तो कि स्कुलमा भन्नु पढ ड्यामीसँग पढेको नामको लागि हो नि छु अब दुई स्कुलमा पढ्न आएर है त्यो बामले त्यो सबै पछि कि जस्तो दुःख जान्छ पर्छ खाएन त्यही पढाएको उहाँको लागि राम्रो रहेछ राम्रो लाग्यो हुन्छ ठिकै छ साधन छ बिहान आउनु हौ जान्थेन तपाईँको छ भने तपाईँको पठाइदिनु तपाईँको छैन भने वरिपरिको छैन है दाइलोङको चोसो द्याङ्ग है अब दाजुभाइको अङ्कल आन्टीको काका आजले बुढो भन्न जान म त झन् निगाउँ त होला बुढो दाइको खोज्याङमा यहाँ ट्रेनदेखि भइसक्यो आला म प्रिन्सिपल जु बाइकमा न अमिकामा स्कुल स्कुलबाट धर्ना अभियानको लागि हामी घरमै गयो है हामी विद्यालयसम्म को लागि खेल समय बना उमेर अझै बना पर्छ उमेरले बना अनि कति बना दिनसम्म तपाईहरुलाई मैले हामी त स्कुल गयौँ पढाउन भनेर बस्न आउँदैन आफै मात्रै पढेर नि भएन त्यही भएर हामी त खोज्न हिँडेको अनि चोलम कहीं बनाने स्कूल भादेश करा भना जाना लोगती भयो है ज्याल है त्यति ज्याल ओके ज्ञामा त यसो जान्नु जान्थे परेमा यसो दाङ्ग सर म्याडमहरु अनि हाम्रो नानी कता हो नानी घरमै छ आज चाहिँ मेला छ श्रीता तपाईको स्कुल गरौँ भनेर बुवा चाहिँ रुपैयाँ माग्नु आमा लेनी पढाइ सुरु सकिदा सीता बा आफ्नो थियो यसपाले अनि अर्को सोलम निस नाच त्यो खा हेजम भयो आदि भरन जा हेजा या नि ए गा ढोपाना ए सीतालम के स्कुल भना जान्छ ढिलो छ का बाजेले ध्यामा र योमा बैठक चलाउँथ्यो आदि म त्यही पनि भरम गर्न शुक्रबारदेखि भन्न पुला हो अनि पढाइमा सुरु सरी भयो आइतबारदेखि पढाइ सुरु छ अनि सर म्याम सबै मना अनि मास्टर आर्ट्सले नालो मिस आर्ट्स नालो सबै विषयको सरमदारी भएन अनि पढाइ सुरु भएको कारणले अनि त्यही भाजाङ भन्ने कि तपाईहरुको के मैले वाङ त्या स्याक्का हो सोनी ज्याङ चोनी ज्याङ चोनी ए ल उछि के त